ए यार पोपट भयो त म त यहाँ जहाँ इच्छा त्यहाँ उपाय भनेको यो हो कि मजा आएन हो कपाल काट्ने ठाउँमा खासै। हेलो गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड अनदर न्यू ब्लग। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै रहेको छु। आज चाहिँ मेरो छुट्टी, आज चाहिँ सन्डे। अनि के छ तपाईँहरू आरामै हुनुहुन्छ? खाना खानुभयो? के छ तपाईँहरूको खबर? अनि मैले चाहिँ अब भर्खर लुगा धोएर यहाँ माथि सुकाउन आएको। अनि सुनाउनुहोस् तपाईँहरू के छ खबर? आरामै हुनुहुन्छ होला। अनि धेरै भयो है भिडियो नआएको, लगभग एक हप्ता बढी भइसक्यो। फाइनल्ली आज चाहिँ मैले भिडियो बनाउने मौका पाएँ। आशा छ हेरेर साथ दिनुहुनेछ अन्तिमसम्म है। फेरि यो अलिअलि मात्र होइन, यो चाहिँ आजको मौसम राम्रो मौसम रहेको छ, घाम लागिसकेको छ। त्यही हो, लुगा पनि धोएँ, काम सकियो। आज छुट्टी यति भएपछि मेरो छुट्टीको म लक्ष्य पुरा भयो। अहिले म मार्केट गएर आएको थिएँ, सब्जी लिएर आएको थिएँ। अनि यहाँ मैले एउटा अचम्मको कुरा देखेँ कि जहाँ इच्छा त्यहाँ उपाय भनेको यो हो कि। एउटा यो सानो डब्बा छ है, काठको डब्बा बनाएको छ। अनि यहाँ माटो हालेछ, प्याज लगाएको छ, धनियाँ लगाएको छ, यो हो के। इन्ट्रेस्टिङ लाग्यो अनि त्यही भएर तपाईँहरूलाई पनि देखाएको कि जहाँ इच्छा त्यहाँ उपाय भनेको यो हो कि। सानो काठको बनायो, अनि माटो हाल्यो, प्याज लगायो, धनियाँ लगायो, यो हो नि त। म चाहिँ भर्खर पसल गएर आएको तरकारी लिएर। म त अघि तरकारी लिएर आएँ अनि यसो पल्टेको त भुस भर्नी त आएछ। अनि बल्ल बिउजी अनि यसो याद आयो कि मेरो त इमेरेज साडी आउन थियो। अनि फाइनली इमेरेज आइडी चाहिँ लिएर आएँ मैले। कति 1 महिना भइसक्यो हो मैले मेडिकल गरेको, बल्ल आएर आइडी आयो। यो रहेको चाहिँ अब म चाहिँ हेर्नु न, मैले अघि नै भने होइन, अघि नै देखाएको थिएँ नि त्यो प्याज रोपेको। यहाँ पनि होला, यो लिटरल्ली यो बालुवा हालेर उस गरिरहेछ कि यिनीहरूले, गार्डन बनाइरहेछ कि। अब म चाहिँ अब यसो अब कपाल काट्न जान्छु। त्यही हो, अब काम बाँकी त्यही रहेको छ। अब यहाँबाट अलिक तलसम्म जान्छु, 2-4 मिनट लाग्छ हो त्यहाँ जान। यहीँ नजिकै नै छ कपाल काट्ने। आज चाहिँ म त्यहाँ तल जान्छु किनकि त्यहाँ घाम लागिरहेछ मस्त। यसो अलिकति यसो हिँड्न नि हुन्छ, हिँड्दै जान, घाम ताप्दै जान नि हुन्छ। अनि अर्को कुरा हो भन्दा 2 मिनट धेरैमा लाग्यो, 2 या 4 मिनट लाग्छ क्या। त्यसमा चाहिँ कपाल काट्ने अब यहाँ काट्यो भने 10 दिराम लिन्छ। अनि त्यहाँ त्यो 2 मिनटको फरकमा चाहिँ 5 दिराम हुन्छ। अनि त्यो 2 मिनटको फरकमा 5 दिरामले कम हुन्छ भने त्यो 2 मिनट चाहिँ किन नहिँड्नु होइन। त्यसै कारणले म चाहिँ थोरै तल जाँदैछु। यो पुरा यो चाहिँ यस्तो रहेको छ एरिया चाहिँ। मिठो घाम लागेको छ आज। पोपट भयो यार, यहाँ हो यो कपाल काट्ने ठाउँ। आएको त कपाल काट्ने ठाउँमै बन्द मतलब पुरै बन्द, सामानै उठाएर अन्त सारिरहेछ। ए यार पोपट भयो त म त यहाँ, थोरै पैसाको लोभले गर्दा। अब यहाँभन्दा अझै तल छ, यहाँभन्दा तल जान्छु, अझै हल्का तल यो मस्जिद पछाडिपट्टि छ, त्यहाँ पुगेर आउँछु। पुरै पोपट भयो नि म, पुरै पोपट आज होइन। ठिक छ, हिँड्नुपर्छ, एक्सर्साइज हुन्छ होइन, हिँड्नुपर्छ। आज डे अफमा रमाइलो गर्नुपर्छ। मैले चाहिँ यो डिसाइड गरेँ यार, यतातिर नगएर जुन चाहिँ लास्ट टाइम काटेँ त म त्यतै जान्छु। त्यता पनि बन्द छ भने त खत्तम भइगयो त। म बरु रिक्स नलिकन सिधा जान्छु। अर्को जहिले जुन लास्ट टाइम काटेको त्यो सेम हुन्छ, प्राइस सेम हुन्छ। यता रिक्स नलिने। अब
बरु अलिक धेरै हिँड्छु म 2 मिनटको ठाउँमा 10 मिनट हिँड्छु तर रिस्क लिन्न म त्यो चाहिँ मेरो फाइनल डिसिजन है म चाहिँ आइपुगेँ सैलुन फाइनल्ली सैलुन आइपुगेँ भित्र गएर काट्छु कपाल त काटियो तर मजा आएन हो कपाल काट्ने ठाउँमा खासै अब यहाँ कपाल काटे यहाँ जान्छु एक चाय त भन्छ नि त होइन एक चाय हान्छु र अनि जानुपर्छ फेरि रुमतिर अरे मैले त्यो कपाल काटेको भिडियो बनाउनु लगाएको भिडियो बनाउनै पाएन के खालि अल्टर ठाउँै अल्टर रहेछ क्या अलि त्यो नमिलेको ठाउँ रहेछ क्या त्यही भएर गाह्रो भयो अनि त्यही हो मेरो डे अफ चाहिँ यसरी जान्छ होइन अनि तपाईँहरू चाहिँ के दिनभरि के गरेर बस्नुहुन्छ के गर्नुहुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ है त्यस्तै हो अब विदेशी डे अफ होइन त्यही हो अनि खै त तपाईँहरू अब कमेन्ट गर्नु न हो कमेन्ट गर्नु म्याक्सिमम् कमेन्ट गर्नु त म रिप्लाई गर्छु हो ढुक्क भएर चाय 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 एक चाय चिया पिउनुपर्छ यहाँ अरू एक दिएन भाइ चिया र एक के हुनु यो खानुपर्छ यो रहेछ चाय चाय हान्नुपर्छ चाय हान्नुपर्छ चाहिँ चिया अनि अन्डा समोसा रहेछ त्यो चाहिँ मलाई थाहा थिएन खाएपछि थाहा भयो त्यहाँभित्र अन्डा रहेछ चियाको 1 दिराम अनि त्यो अन्डा समोसाको 2 दिराम गरेर 3 दिरामको खाजा खाएँ अनि अब म यहाँबाट जान्छु त्यहाँ एउटा पसल छिर्न छ त्यो किनकि भोलि पर्सिको लागि ड्युटीको लागि नास्ता लिएर जान्छ अनि सिधा रुम जान्छु अनि त्यही हो नुहाइ धुवाइ कार्यक्रम हुन्छ होइन यार आज कपाल काटेको मजा आएन यार त्यहाँको स्टाफ खासै उस रहन छ यार मजा आएन अनि तपाईँहरूलाई कुनै जानकारी चाहिन्छ अथवा मेरो भिडियोमा केही सुधार गर्नुपर्ने कुराहरू धेरै छ होइन सुधार गर्नुपर्ने कुराहरू धेरै छ मलाई थाहा छ तपाईँहरूले कमेन्ट गरेर भनिदिनु होला म त्यो चिजमा चाहिँ सुधार गर्नेछु है त्यही हो पसल छिरेर आइसकेँ 2 केजी सुन्तला अनि 1 प्याकेट ब्रेड लिएँ म चाहिँ यहाँबाट सिधा रुम जान्छु रुम गएर अनि नुहाउँछु अनि नुहाएर फेरि खाना बनाउन छ खाना बनाउँदाखेरि भेटौँला ओके अहिले चाहिँ म सिधा जान्छु अलिक छिटो जान्छु अहिले चाहिँ अब रुम आएर नुहाएँ होइन अनि जहाँबाट बिहान भिडियो सुरु गरेको थिएँ म त्यहीँ आइपुगिसकेँ अब फेरि बिहान लुगा धोएर सुकाएको अब लुगा उठाउन आएको अनि आजको भिडियो चाहिँ यहीँ सक्नु पर्ला जस्तो लाग्यो होइन अब धेरै लामो पनि किन बनाउने र भिडियो 10-12 मिनटको भइहाल्छ
अनि यहाँसम्म हेरेर साथ दिनुभयो, अन्तिमसम्म हेरेर साथ दिनुभयो, धन्यवाद भन्न चाहन्छु। अनि भिडियोमा केही पनि मन पर्यो भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न सक्नुहुन्छ। अनि त्यही हो, यति भन्दै अब आजलाई चाहिँ यति नै, फेरि नेक्स्ट भिडियोमा भेटौँला।